सर्वप्रथम हाम्रा देश विदेशमा फैलिरहेका आदरणीय दाजुभाइ दिदीबहिनी बाजे बज्यू भाइ बहिनी दाइ दिदी सम्पूर्णहरूलाई मेरो नमस्कार ट्रसिडेले गुड आफ्टरनुन भन्न चाहन्छु। आज म तपाईहरुको गाडी सानो एउटा मेरो भावना र यसमा मेरो सानो एउटा रिक्वेस्ट को लागि म यो युट्युब बनाउँदै छु। एक त अहिले संसारमा तपाईहरुलाई थाहै छ वुहानबाट फैलिरहेका कोरोना भाइरसले गर्दाखेरि संसारमा फैलिरहेका हाम्रो मान्छेको जीवन लिएर आइरहेका मनुष्यहरू एकदमै डर र त्यसमाथि आँतिएर के गरौं कसो गरौं कहिले यो कोरोना भाइरस चाहिँ हट्छ भनेर आँतिरहेको छ। तर पनि मान्छेको जीवनमा सुख पनि पाउँछ दुःख पनि पाउँछ, खुशीको टाइम हुन्छ, हाँस खेलेर बिताएको टाइम पनि हुन्छ, डरबाट बचिरहेको टाइम पनि हुन्छ, मनमा ढुकढुकी राति सुत्दाखेरि राम्रोसँग सुत्न नसक्ने, सपनाहरूमा बिग्रिने, त्यो जस्ता अब धेरै थरीका काम भनौं अगाडि बढिरहेको हुन्छ। त्यसमा हामीले जुन नेगेटिभ इमोसन, नेगेटिभ एक्सन, नेगेटिभ थट हरूमा हामीले सोचिरह्यो भने त्यसले फाइदा एउटा पनि गर्दैन। त्यसको साटो द शान्तिदेव बोधिसत्व शान्तिदेवले के भन्नुभएको छ भने बोधिसत्व शान्तिदेव इन्डियन को एउटा मास्टर हो, स्कलर, माइन्ड ट्रेनिङमा प्र्याक्टिस गरेर उहाँले बोधि चित्त माइन्ड प्राप्त गरेर उहाँको नाम बोधिसत्व भन्ने एउटा पाइरहेको छ। त्यसमा के भन्नुभएको छ भने खल्दे चोसो योनानी थेला मिगर चिसिग्यो, खल्दे चोसो मेनानी थेला मिगर छाची फे। यो चारवटा शब्द छ। यो एक तरिकाले हेर्दाखेरि बुद्धिस्टको एउटा फिलोसफी जस्तो छ। तर पनि उहाँले जब यो चुन्जुक भन्छ हैन लेख्दाखेरि उहाँले त्यो बुद्धिस्टको लागि मात्रै लेखेको होइन। उहाँले किनभने उहाँले बोधिचित्त माइन्ड हैन बोधिचित्त माइन्ड प्राप्त गर्दाखेरि बुद्धिस्टलाई दया माया गरेर अरूहरूलाई ध्यान नदिएर वास्ता नगरेर बोधिचित्त माइन्ड प्राप्त गरेको होइन। बोधिचित्त माइन्ड भन्ने चाहिँ के हो भने संसारको प्राणी पशुपन्छी देखि लिएर मान्छेसम्म जुनसुकैलाई सुख चाहिन्छ दुःख चाहिँदैन त्यस्ता प्राणीहरू सबैको लागि उहाँले एउटा दया सोचेर उहाँले आफ्नो मन चाहिँ दयातिर फर्काउन सक्यो। माया सोचेर आफ्नो मन चाहिँ जहिले पनि अर्कोको माया तिर उहाँले फर्काउन सक्यो। त्यस्ता करुणा र हाम्रो माया प्र्याक्टिस गरेर उहाँले बोधिचित्त
भन्ने एउटा प्राप्त गरेको छ। त्यस कारणले उहाँले त्यस्तो गरी उहाँले प्राप्त गरेको हो भने अनि लेख्दाखेरि पनि संसारको पशु मान्छे जम्मैलाई एउटै भावनाले हेर्नुपर्ने चाहिँ हाम्रो एउटा लजिकबाट हेऱ्यो भने त्यो हो। त्यस कारणले यो चाहिँ के हो भने एउटा एकदमै लजिकल एउटा लजिक जस्तो हो। अघि मैले तपाईँहरूले भन्यो खाद्य चोसो यो नानी त्यसलाई मिगर चिसियो भन्ने चाहिँ के हो भने यदि त्यसमा केही फिक्स गर्नु सक्छ कि हामीले हटाउन सक्छ त्यसमा केही उपाय छ भने त्यसमा पिट नगर भन्छ। त्यो हो नि होइन, यो बुद्धिस्टको कुरा होइन, एउटा लजिक कुरा हो। आफैले फिक्स गर्न सक्ने, आफैले त्यसलाई केही चेन्ज गर्न सक्ने, बदल्न सक्ने, मद्दत गर्न सक्ने होइन, त्यस्ता धेरै तरिका त्यो हुन्छ नि। त्यस्तो छ भने त्यसमा पिट नगर भन्छ। मैले किन भन्न चाहन्छु भने अहिले कोरोना भाइरसले गर्दा मान्छेहरू जम्मै हडबडिरहेको छ। कोही मान्छेहरू आफू सुसाइड गर्न पनि थालेको हुनसक्छ होइन। त्यस्तो नभयो भने मनमा एकदमै खेलिरहेको छ। ओ काम बाहिर देशमा बस्ने मान्छेहरू ओ कामबाट निकाल्छ कि काम निकाल्यो भने म कसरी त्यो गर्नु एकदमै पीडितमा दुःखमा परिरहेको छु हो। तर पनि आफै जानलाई मात्र त्यस्तो भएको होइन, संसारमा फैलिरहेका महानुभावहरू सबैलाई यस्तै भइरहेको छ। तर पनि हामीले के सोच्नुपर्छ भने त्यसको लागि संसारको देश जम्मै अहिले कोरोना भाइरससँग लडाइँ लडिरहेको छ। ठुल्ठुलो डक्टर, ठुल्ठुलो वैज्ञानिक, ठुल्ठुलो नर्स, कम्युनिटी मेम्बर, पर्सनल जम्मै त्यसको लागि कसो गरी हामीले हटाउने, कसो गरी हामीले मान्छेको हेल्प गर्ने भन्ने तरिकातिर गइरहेको छ। त्यस कारणले हामीले हात बढाउनु पर्ने काम केही छैन जस्तो लाग्छ। एउटा सोचाइ हो, सोचाइ जे पनि आफ्नो सोचाइतिर नेगेटिभ मात्रै सोच्यो भने नेगेटिभबाट रिजल्ट पनि फल पनि नेगेटिभ आउँछ। त्यो नेगेटिभ चाहिँ हामीले पोजिटिभतिर सोच्यो भने फल पनि पोजिटिभ आउँछ। बिउ कस्तो फल पनि त्यस्तो भन्ने एउटा हुन्छ नि होइन। त्यस कारणले तपाईँहरू जम्मै नआत्तिनु होला होइन। एक दिन न एक दिन, 1-2 हप्ता, 1 महिनासम्म त हामी यस्तो बस्यो भने अब 1-2 हप्ता बस्नु नसक्ने के छ भनेर सोच्ने होइन। पहिलेतिर कोरोना भाइरस नआउँदाखेरि सबैजना कामतिर हतारेर आफ्नो स्वास्थ्यतिर लग्ने भने भेट्ने टाइम छैन, बच्चालाई टाइम दिने टाइम पाउँदैन, खाना खाने टाइम पाउँदैन। अनि शनिबार र आइतबार हुँदाखेरि कोही त शनिबार आइतबार पनि काम गर्छ होइन, बच्चाहरूको टाइम दिनु पाउँदैन। यदि सँगै बसेको टाइम हो भने बच्चालाई बाहिरतिर घुमाउनु पर्यो होइन, केही सपिङ गर्नु पर्यो, लुगा धुनु पर्यो होइन, ग्रोसरीहरू किन्नु पर्यो, कहीँ मान्छे आएको छ भने त्यहाँनिर भेट्नु जानु धेरै काम छ। तर यो अहिले कोरोना भाइरसले गर्दाखेरि कन्डिसन त एकदमै नराम्रो हो। तर पनि हामीले त्यो कन्डिसन नराम्रोलाई राम्रो सोचाइमा सोच्यो भने अहिले जम्मैजना आफ्नो बाबु बजे आमा बजुबाट जम्मैजना लिएर सबै घरमा छ। यसले के देखाउँछ भने ओ दया माया भनेर जीवन भन्ने चाहिँ एकदम महत्त्वपूर्ण र संसारको मान्छेहरूलाई आफ्नो जीवनलाई माया भएको र सबैजनालाई माया भएको एउटा यसले चिनाउन सक्छ। यसमा धनी र गरिबको केही फरक छैन होइन, राजा र प्राइम मिनिस्टर प्रेसिडेन्टको यसमा केही फरक छैन। तल माग्नेदेखि माथि राजासम्म, प्रेसिडेन्ट प्राइम मिनिस्टरसम्म एउटै नियम। कोरोना भाइरसले हो तिमी प्रेसिडेन्ट हो तिमीलाई लाग्दैन भनेको छैन। तल यो माग्ने मान्छेलाई हो तिमी त माग्ने मान्छे रहेछ तिमीलाई लाग्छ भनेको छैन। सबैलाई एउटै। यसले के चिनाउँछ भने दया माया भने एकदम महत्त्वपूर्ण चिनाउँछ। त्यो सोच्नुपर्छ हामीले। दोस्रोमा
खाल्दैचोसो मेनाने त्यसलाई मेगर छ्याची फेँ भने के हो भने यदि हामीले उपाय छैन भने हैन कोरोना भाइरस हटाउने उपाय छैन भने त्यसलाई किन पिर गर्नु उपाय छैन पिर गरेर के फाइदा हुन्छ नि त्यस्ता धेरै लजिकहरू छ हैन अहिले कोरोना भाइरस हटाउनलाई उपाय नभएको हैन उपाय छ हामी घरमा बसिरहेको छ कोही मान्छे अब आफ्नो जान फालिरहेको छ हैन तर पनि हामीले त्यस्ता सोचाइहरू सोच्यो भने घरमा बस्दाखेरिमा आनन्द आफ्नो परिवारसँग टाइम समय दिँदाखेरि पनि खुसी हुन्छ त्यसकारणले सबैजना नहातिनु जति भयो भने जति दिन लाग्यो भने 1 महिनाभित्र हामी पहिले जस्तै जीवन सुखीसँग बिताउने र आफ्ना कामतिर लागेर पहिले जस्तो हुने म जहिले नै प्रार्थना गर्दैछु त्यस्तो हुनु पनि हुन्छ हैन तपाईहरु जम्मा आनन्दसँग बस्नु भन्ने एउटा मेरो यो पहिलेको तपाईहरुलाई मेरो मनको सुझाव भने मेरो एउटा रिक्वेस्ट भने यो मेन कुरा चाहिँ हिजो आमा खुवाउने औँसी भन्ने मेरो आमालाई पनि मेरो बहिनीहरुले मेरो बुहारीहरुले मेरो भाइहरुले आमा खुवाउने औँसी भन्ने मलाई थाहा थियो तर पनि कहिले हो बिर्सिएछ हिजो फेसबुक तिर फोटो अनि भाइ बहिनीहरुले फोटो बनाउँदाखेरि अनि आमालाई केही मिठाई खुवाउने आमाले कसरी पाल्यो भन्ने यसको विषयमा अलिकति आफूले पनि सोच्यो हैन त्यसकारणले आमा खुवाउने औँसी भन्ने के हो किन हामीले आमालाई एकदमै महत्त्वपूर्ण र एकदमै काइन्ड सोच्नु पर्छ तर पनि नेपालको आमा खुवाउने औँसी चाहिँ हिजो अप्रिल 22 मा रहेछ बाहिरतिरको फेरि आमा खुवाउने भने चाहिँ मदर्स डे भन्छ हैन अर्को महिना मे कति 10 11 12 दिन तारिखमा कति पर्छ यसमा कति फरक रहेछ भने 15 16 17 18 दिन जति फरक हुँदो रहेछ हाम्रो नेपालको आमा खुवाउने औँसी र अनि बाहिर विदेशको मदर्स डे भन्ने त्यो जस्तो एउटै जस्तो लाग्छ मलाई मदर्स डे आमा खुवाउने औँसी भन्ने चाहिँ हाम्रो नेपालतिर चाहिँ हिजो आमा खुवाउने औँसी भन्ने रहेछ एकदम महत्त्वपूर्ण हो हैन तर पनि हामीले के सोच्नु पर्छ भने म यसको बारेमा के भन्न चाहन्छु भने आमा खुवाउने औँसी भन्ने के हो आमा भन्ने के हो त्यो हामीले एकदम महत्त्वपूर्ण हो संसारमा हैन आमा नभई जन्मिने कोही पनि छैन बा र आमा नभई संसारमा बच्चा जन्मिने कोही पनि छैन हैन संसारको विदेशीहरु संसारको मान्छे जम्मैले आमा भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण र अनि काइन्डनेसबाट हेरिरहेको छ तर पनि त्यसमा केही न केही आमा भन्ने चाहिँ एकदमै महत्त्वपूर्णको केही विषय केही अर्थहरू मैले तपाईहरुलाई भने आमा भन्ने चाहिँ किन बुद्धिस्टको बाटोबाट हेर्यो भने आमा भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण यदि नन बुद्धिस्टको बाटोबाट हेर्यो भने नेपालीहरुले आमा भन्छ हैन इन्डियनहरुले मा भन्छ मा भन्ने चाहिँ अर्थ चाहिँ यो शब्द जहिले पनि युज गर्छ भन्ने मलाई जहिले पनि सोच्छु हैन इंग्लिशबाट मदर्स भन्छ हैन अनि कोही देशमा मम्मी भन्छ हैन चाइनिजहरुले भने आमा भन्छ हैन त्यस्ता अब संसारमा रङ थरीका भाषा छ तर पनि आमा भन्ने चाहिँ शब्द चाहिँ मा भन्ने शब्द चाहिँ सबैजना जति देश छ जम्मैले युज गर्दैछ मैले यस्तो सोच्दाखेरि यसले के चिनाउँछ भने आमा भन्ने चाहिँ एकदमै काइन्डनेस हाम्रो लागि एकदमै काइन्डनेस र महत्त्वपूर्ण
भन्ने चाहिँ त्यसले चिनाउँदो रहेछ। त्यस कारणले हाम्रो नेपाली दाजुभाइ या हाम्रो नेपाली बुझ्ने सबैले हाम्रो बा आमा भन्ने चाहिँ हामीले यो जीवनको लागि एकदमै महत्त्वपूर्ण, उहाँहरूले हाम्रो लागि कति कठिन गरेको छ, कति दुःख पाएको छ हैन। यदि आमालाई उदाहरण लियो, आमाले हामी 9 महिनासम्म आफ्नो पेटमा बोक्यो हैन, बच्चाको लागि हैन, आफू लड्छ कि हैन, आफू मर्छ कि, तातो खाउँ भने बच्चालाई के हुन्छ कि, चिसो खाउँ भने बच्चालाई के हुन्छ कि, पिरो खाउँ भने पेटभित्र बच्चालाई के हुन्छ कि, अमिलो खाउँ भने पेटभित्र बच्चालाई के हुन्छ, यति सोचेर हामीले कतिसम्म उहाँले आमाले हामीले पेटमा यति सम्हाल्यो। त्यति मात्रै नभएर बाहिर पाउनेको टाइममा पनि हैन आमाहरूले कति दुःख पायो। अहिले पो संसारमा पाउन नसके अपरेसन गर्ने छ भन्छ। एउटा उदाहरणको लागि म आफैलाई सोच्यो भने म पाउँदाखेरि हैन मेरो आमालाई 7 वटा बच्चा छ, म पाउँदाखेरि यस्तो अपरेसन केही पनि छैन। घर पछाडि एउटा चादर तन्नाहरूले घेर्यो, त्यसमा पाए जस्तो छ। कोही जङ्गलमा पाउँछ, कोही बारीमा पाउँछ, कोही खाना खाँदा खाँदा पाउँछ। त्यस्ता विभिन्न थरीबाट हामी आमाको कोखबाट पैदा भएको छ। अहिले संसारमा जम्मा अपरेसन गर्छ, तर पनि आफ्नो यत्रो माया लाग्दो जीवनलाई बच्चाको लागि आफ्नो पेट चिरेर बाहिर निकालिरहेछ। यस्तो सोचना हैन, यो सोच्दाखेरि यत्रो बच्चाको लागि आमाले यति कठिन किन गर्यो होला हैन। आफ्नो जान फालेर बच्चाको लागि कति सोच्यो होला हैन। बा आमा भन्ने एकदमै महत्त्वपूर्ण। त्यसकारणले आमाको औँसी मात्र नभएको र बाको औँसी भने बा खुलाउने भन्ने हामीले जहिले पनि सोच्नु पर्दो रहेछ। तर पनि त्यो मात्र नभएर एक वर्षमा एक मात्र होइन, एक खेप मात्र होइन, जहिले पनि हामीले आमा खुवाउने औँसी, बा खुवाउने औँसी, बा आमालाई हामीले कसरी चाकर गर्ने, उहाँहरूको मन कसरी खुसी राख्ने, यतिसम्म उहाँले हामीलाई हेर्यो। अब मैले उहाँहरूले हेर्ने टाइम हो भनेर सोचेर हामीले गर्नुपर्ने एकदम महत्त्वपूर्ण रहेछ। किनभने उहाँहरूले कतिसम्म हामीलाई कठिन गर्यो। आफूले खाँदा खाँदाको भित्रको मुखबाट निकालेर हामीलाई दिन्छ नि हैन, मेरो बच्चा, मेरो छोरा, मेरो छोरी। यदि आगोमा पानीमा कि बच्चाहरू गयो भने आफ्नो जान फालेर आफ्नो बच्चालाई रोक्ने र सेभ गर्नेको त्यो गर्दो रहेछ नि। आफू मरे मरोस् बच्चा बचाउने। बच्चा कहीँबाट खसिहाल्यो भने आफू पहिले बच्चा भन्दा पहिले अगाडि गएर बच्चालाई कसरी केयर गर्नेमा यति गर्दो रहेछ नि, हो यो होइन। अनि खाना खाँदा खाँदा बच्चाले लात्ता हान्छ, सुत्दाखेरि पनि बच्चाले लात्ता हान्छ। राति 1, 2 बजे 3 बजे जति टाइममा बच्चा रोयो भने बच्चालाई दुध खुवाउने, बच्चाले गु हाक्छ, मुत हाक्छ, मुत्छ, जम्मै आमा बाले सफा गरेर अहिले हामी यस्तो भइरहेको छ। त्यस कारणले म जहिले पनि सोच्छु हैन, संसारमा जे पनि पाउँदो रहेछ, तर पनि आफ्ना बाबा र आमा जस्तो संसारमा कहीँ पनि छैन। त्यो एउटा मेरो एक्सपिरियन्स हो। किनभने म एकदम सानो हुँदाखेरि मेरो बाबा स्वर्गीय हुने भयो हैन। तर पनि आफू सानै थियो, यति ज्ञान पनि थिएन, सपना जस्तो भइरहेको थियो। 2 दिन भयो, 1 हप्ता भयो, महिना भयो, अनि बा खस्यो भन्ने थाहा छ, तर पनि बा त फर्केर आउँछ भन्ने जहिले पनि म सोचिरहन्थ्यो।
तर पनि मर्ने भन्ने चाहिँ एकपटक रहेछ, दुईपटक नहुने रहेछ भन्ने चाहिँ मैले अहिले थाहा पाएँ। त्यस कारणले तपाईहरु अहिले आफ्नो बाबा मामा बा आमा बजु बाजे जो भए पनि तपाईहरुले अहिले तपाईहरुले ढिलो भएको छैन। हुन्छ कहिलेकाहीँ आफूले सन्तोष नबोस् मनमा सन्तोष नभएर बामासँग झगडा हुन्छ, त्यो एउटा संसारको नेचुरल जस्तो हो। तर पनि हामीले बाआमालाई जहिले पनि मन खुसी राख्ने, बाआमालाई नरोवाउने चाहिँ हामीले जहिले पनि प्रयास गर्नुपर्छ भन्ने मेरो एउटा भावना छ। यो बुद्धिस्ट र धार्मिकको कुरा होइन, धर्म मान्ने र नमान्ने सबैले सोच्नुपर्ने एउटा कर्तव्य रहेछ। त्यस कारणले अहिले मैले भने जस्तो होइन, मैले धेरै सोच्यो, संसारमा धेरै धेरै किसिमको मान्छेहरू छ, धेरै किसिमको सामानहरू छ, धेरै किसिमको त्यो पाउँछ, तर पनि आफ्नो बा र आमा जस्तो नपाउने रहेछ। त्यो जम्मैले थाहा छ, तर पनि हामीले कहिलेकाहीँ आफ्नो बा आमालाई मन रुवाउने होइन, बुहारीको मुखमा हेरेर छोराले बा आमालाई हेप्ने होइन, छोराको ज्वाइँको मुखमा हेरेर यहाँ छोरीले बा आमालाई हेप्ने यस्ता यस्ता देश विदेशमा अघि बढिरहन्छ। तर पनि त्यस्तो चाहिँ गर्दैन, तर पनि कहीँ कहीँ ठाउँमा यस्तो हुन्छ भन्ने मलाई थाहा छ, सुनेको पनि छु। त्यस्तो कहिले पनि नगर्दिनु भने म तपाईहरुको अगाडि एकदमै बिन्ती माग्न चाहन्छु। बाआमा भन्ने चाहिँ अघि मैले भनेको जस्तै होइन, खाए नखाए यस्तै गरी हामीले पालेको छ। बाआमा हुँदाखेरि हामीले कति सेयर गर्नुपर्छ, कति के गर्नुपर्छ, यो टाइममा गर्नुपर्छ। एक दिन मरिजान्छ अनि त्यहाँबाट अनि बस्ने टाइममा आफूले राम्रो गरेको छैन, बाआमालाई रोइरहेको छ, बाआमालाई वास्ता गर्दैन होइन, केही खान मन लाग्छ तर पनि आफूले रोजेको जस्तो पाउँदैन होइन, जान मन लाग्छ आफ्नो जिउले जान सक्दैन, बुढी भइसक्यो, बुढा भइसक्यो। त्यस्ता टाइममा हामीले आफ्नो जतिसुकै महत्त्वपूर्ण काम छ भने पनि त्यसलाई राखेर आफ्नो बाआमाको मनको चिन्ता चाहिँ पुर्याउन सक्यो भने त्योभन्दा धर्म ठुलो केही पनि होइन। म जहिले पनि सोच्छु, कहीँ ठाउँमा के हुन्छ भने आफ्नो नाम कमाउनको लागि होइन, करोडौं रुपियाँको दान गर्छ, करोडौं रुपियाँको मूर्ति बनाउँछ, करोडौं रुपियाँको डोनेसन गर्छ होइन, तर पनि आफ्नो बाआमालाई वास्ता नगरेर बस्ने मान्छे पनि एक दुईजना छ जस्तो लाग्छ। त्यो गरे भने एकदमै हामीले गल्ती गरेको। एउटा उदाहरणको लागि लिउँ, करोडौं रुपियाँ हुने मान्छे होइन, एउटा गौतम बुद्धको मूर्ति बनाएर आफ्नो बाआमालाई वास्ता नगरे भने गौतम बुद्धले के ठान्छ होला? यदि गौतम बुद्धले हामीलाई देखिरहेको छ, गौतम बुद्धले यति सिधै बोल्ने उहाँ छ भने, ओ मलाई मेरो मूर्ति बनाउनु पर्दैन, तिम्रो बाआमालाई हेर भन्ने 100% उहाँले भन्छ। त्यस कारणले यो जन्मको लागि हामीले दया माया बोधिचित्तको प्र्याक्टिस गर्ने हो भने अहिलेको बाआमालाई हामीले एकदमै महत्त्वपूर्ण तरिकाबाट हेर्नुपर्छ। एक दिन नभइसकेपछि, स्वर्गीय भइसकेपछि अनि फोटो लिएर ओ आई मिस यु मम, आई लभ यु मम, आई लभ यु ड्याड भनेर राम्रो हो, तर पनि त्यो एकदमै लेट भइसक्यो, पछाडि गइसक्यो। बस्ने टाइममा राम्रो गरेको छैन, मन दुखाइरहेको छ, चित्त दुखाइरहेको छ। मरिसकेपछि के फाइदा भयो? फेसबुकमा हालेर के फाइदा भयो? त्यसको लागि त बस्ने टाइममा हामीले उहाँको चार कसरी गर्नुपर्छ, उहाँलाई कसरी हेर्नुपर्छ, उहाँको मनको शान्ति कसरी गर्ने, मनलाई कसरी खुसी राख्ने हो, त्यस तरिकामा हेर्नु सक्यो भने अनि हाम्रो आमाको
खने औँसी भयो भने बा खने औँसी भयो भने राम्रो हो तर पनि एक वर्षमा एकखेप मात्र नभएर जहिले पनि हाम्रो आफ्नो बामा हुँदाखेरि हेरविचार गर्ने चाहिँ एकदमै महत्त्वपूर्ण हो कहिलेकाहीँ हुन्छ आफू जानु नपाउने जानु मन लाग्ने ठाउँमा बामाले पठाउँदैन त्यो हो तर पनि त्यो टाइममा म त्यहाँ नपठाउने कारण चाहिँ त्यसमा केही न केही होला भनेर आफूले त्यो एउटा नेगेटिभ चाहिँ पोजिटिभमा लिन सक्यो भने राम्रो हुन्छ जानुपर्ने छ भने पनि रिस्क गरेर नजाने बाआमाले राम्रोसँग सम्झाने आमा म यस्तो जानु पर्यो बाआमा म यस्तो जाँदैछु सोझोसँग भन्ने होइन जहाँ जानुपर्छ हामीले झुटो भन्ने चाहिँ कहिले पनि लुकाउन सक्दैन एक दिन लुकाउँछ 2 दिन लुकाउँछ त्यहाँबाट लुकाउन सक्दैन आफूले त लुकायो तर पनि गौतम बुद्ध एकदमै मन दुखिरहन्छ होइन एक दिन न एक दिन थाहा पाउँछ त्यो टाइममा नि आफूलाई मनमा रिग्रेट भन्छ टुकटुके हामी एक दिन मर्नुपर्छ मैले बाआमा जिन्दा हुँदाखेरि मैले बाआमालाई यस्तो गरी झुकाएको थियो भन्दाखेरि मनमा सोच्यो भने त्यसमा लेट भइसक्यो त्यस कारणले म तपाईहरुलाई के भन्न चाहन्छु भने हाम्रो बा आमा भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण यो ठुलो जीवन दिनेको एउटा हाम्रो के भनौं एउटा मान्छे हो हामी एक दिन 2-3 किलो रासनहरु बोकेर बस भन्यो भने कति गाह्रो छ त्यो भन्दा पनि आमाले 8-9 किलो 5-6 किलो हाम्रो जीव बोकेर 9 महिनासम्म हिँड्यो कति दुःख भयो होला पेटमा भएको बच्चाहरु पनि कस्तो पाउँछ होला भन्ने कति मनमा दुःख लियो होला त्यसकारणले मेरो बिन्ती के छ भने म आफै पनि प्रयास गर्छु हैन सकेसम्म तर पनि बाआमाले नजानेको बाधा छैन तर पनि आमाले नजानेको कुरालाई म आफैले अलिकति अड्केर भन्छु तर पनि मेरो भावना चाहिँ नराम्रो नभएको कारणले मनमा यति अशान्ति हुँदैन रहेछ शान्ति हुँदो रहेछ हैन त्यसकारणले तपाईहरुले पनि हैन हामी सबैले मिलेर हाम्रो बाआमा बाजे बजु आफन्तहरु सबैलाई सुख र अनि सुख राख्ने र सुखको दिन बिताउनेमा सबैले प्रयास गर्न सके भने अनि हाम्रो आमा खुवाउने औँसी भयो भने मदर्स डे भयो भने बा खुवाउने औँसी भयो भने हामीले जम्मै त्यसमा भित्र सेलिब्रेट गरेको जस्तै हामीले मानेको जस्तै हुन्छ त्यसकारणले तपाईहरु जम्मैलाई मेरो बिन्ती छ तपाईहरुले गरिरहनेलाई म एकदमै एप्रिसिएट गर्छु यदि नजानेर बस्ने पनि धेरै हुन्छ बाआमा भन्ने के हो थाहा नपाएको हैन अहिले मैले भने जस्तो संसारमा जे खोजेर पनि पाउँदो रहेछ आफ्नो बाआमा जस्तो कहिले पनि नपाउँदो रहेछ जति नराम्रो होस् जति गरिब होस् हैन तर पनि आफ्नो बाआमा चाहिँ आफ्नो बाआमा हो त्यसकारणले अहिले जिन्दा हुने हैन बाआमा छ भने तपाईहरुले छोराछोरी जम्मैले त्यसमा प्रयास गर्नु होला बितेर गइसकेको छ भने जहिले पनि भावना लिनु होला हैन बाआमाको काइन्डनेस हामीले कहिले पनि रिपे गर्न सक्दैन एकदमै महत्त्वपूर्ण अब बुद्धिस्टको बारेमा भने भने एकदमै त्यो भन्दा पनि गहिरो छ तर पनि म यहाँ मैले यति भन्नु पनि आउँदैन हैन आए पनि म नेपाली अलिकति तल भएको कारणले भन्न सक्दैन रहेछ त्यसकारणले मेरो बिन्ती के छ भने सबैले जहिले पनि आमालाई खुशी राख्ने र बालाई खुशी राख्ने खुशीको जीवन बिताउने उहाँहरु हुनुहुन्जेलसम्म मनमा दुःख नदिने र बाआमाको अर्थ के दिन्छ प्रयोग गर्छ त्यो आफैलाई पाओस् र म बाआमाले जे भन्छ म त्यही मान्छु भन्ने हामीले एउटा प्रमिस गर्न सक्यो भने आमा खुवाउने औँसी त्यही हो बा खुवाउने औँसी त्यही हो त्यो भन्न चाहन्छु अहिले यति नै धन्यवाद थ्यांक यू टेस्टीले